कानुनमा यो पनि पारित गरौँ, जब तपाईँहरूले संविधान संशोधन गर्नुहुन्छ भने भन्छ संविधानै नै पनि चेन्ज गर्न बहुमत आएको छ भने संविधान चेन्ज पनि गर्न सक्नुहुन्छ तपाईँहरू। हामीहरूले सुनिरहेको छु न्युज मिडियाहरूबाट तपाईँहरूको मतै यति आएको छ, तपाईँहरूले जे पनि गर्न सक्नु। सरकार तपाईँको, अहिले देश तपाईँहरूको हातमा छ। किनकि जब देश युवाको हातमा थियो तपाईँहरूले हात कल जोडेर माग्नुभयो, हामीले दियो, विश्वास गर्यो। त्यस्तै यसपालि तपाईँहरू जनताको आशा र विश्वाससँग र जनताको भरोसासँग तपाईँहरू खेल्नुहुन्न भने हामीहरू विश्वास गरेको छौँ। जस्तै आम जनता, आम नागरिकको छोराछोरी, गरिब किसान, बेबस लाचार, गरिब जनजाति, दलित जसको छोराछोरी आज सरकारी स्कुलमा पढिरहेको छ जुनमा, त्यही सरकारी स्कुलमा पनि मन्त्रीहरू, संसदहरू, नेताहरूको छोराछोरी पनि पढ्न जानु पर्यो। यस्तो बनाउनु कानुन कि गर्व, देशमा बस्ने मान्छे पनि गर्व गर्छ, बाहिरको मान्छे पनि गर्व गर्छ, अरू देशको मान्छे पनि गर्व गर्छ, यो देशमा सबको बराबरको अधिकार हो भनेर। अर्को कुरा, जुन इलाज तपाईँ सरकारी मेडिकल कलेज भन्नुहुन्छ, सरकारी अस्पताल भन्नुहुन्छ, स्वास्थ्य सेवा भन्नुहुन्छ, त्यही स्वास्थ्य सेवामा जब आम नागरिकको चेक जाँच हुन्छ, त्यहाँ दवा छैन, मेडिसिन छैन, मसिन छैन, बाहिर गराउँछ, फ्री भन्नुहुन्छ कि सरकार फ्री सुविधा। फ्रीमा कहाँ पाइन्छ, के पाइन्छ? फ्रीमा कता के पाइन्छ? अलकत्रा पनि फ्रीमा पाइँदैन। फ्री भनेको के हो? तपाईँहरूले भन्छ जनताको लागि स्वास्थ्य सेवाहरू, शिक्षा, स्वास्थ्य शिक्षा सेवा यो सब फ्री छ, राशन भाषण सब फ्री छ, यस्तो त भन्नुहुन्छ। तर फ्रीमा त अलकत्रा पनि पाइँदैन। अगर फ्रीमा तपाईँ कतैबाट कुनै बजेट ल्याएर अस्पताल बनायो भने त्यो बजेट कहाँबाट आउँछ? त्यो बजेट त पनि जनताको खुन पसिना कमाएबाट, ट्याक्सबाट, रेमिटान्सबाट आउँछ नि। जनताको पैसा हो नि त्यो जनताको पैसाले त अस्पताल बन्छ। अगर मेडिसिन पनि तपाईँले ल्यायो भने अस्पतालमा मेडिसिन कहाँबाट आउँछ? फ्रीमा कसैले दिन्छ? त्यही पनि पैसा त दिनुपर्छ नि जनतालाई। तपाईँले, सरकारले जनतालाई दिन्छ फ्रीमा, तर त्यही जनताको पैसा त्यो त बिजनेस व्यापारहरूलाई दिन्छ नि त। मेडिसिनमा ल्याउने भनेर, अब मेडिसिन ल्यायो भने त्यो मेडिसिन पसलवालाको त पैसा दिनु पर्यो, जनता नदिए पनि सरकारले त दिनु पर्यो। त्यो पैसा के फ्रीमा केही पाइँदैन। यस्तो आशा र विश्वास नदेखाउनु कि फ्रीमा सब चिज पाइन्छ, जनताको सब कुछ हामीले फ्रीमा गरिदियो। केही फ्रीमा छैन। फ्रीमा अहिलेसम्म त केही छैन नेपालमा। फ्रीमा अहिलेसम्म त केही छैन। अर्को कुरा, फ्रीको नाममा स्वास्थ्य शिक्षाको नाममा भन्नुहुन्छ नि कि जनतालाई यो सुविधा छ, फ्रीमा केही सुविधा छैन। एक त तपाईँको स्वास्थ्य र शिक्षामा अहिलेसम्म परिवर्तन छैन, पुरानो दलदेखि वाक्क भइसकेको छ। अब तपाईँहरूप्रति विश्वास छ कि गर्नुहुन्छ। अर्को कुरा, फ्रीमा तपाईँहरू पनि नझुट बोल्नु कि फ्रीमा स्वास्थ्य सेवाहरू, हैन, स्वास्थ्य शिक्षा हामी फ्रीमा उपलब्ध गराउँछु भनेर यो नभन्नु। किनकि फ्रीमा अलकत्रा पनि पाइँदैन। तपाईँले शिक्षा जनताको फ्री गर्नुहुन्छ, कोपी किताब पनि टाइममा त मिल्दैन। पहिलेसम्म त मिलिरहेको थिएन। पुरानो दलहरूले त कोही पनि टाइम टेबलमा कुनै चिज भएन। अब तपाईँहरू कोपी किताब पनि फ्री गरिदियो भने त्यो पनि खाली किताब फ्री गरेको थियो, कोपी पनि न। कोपी आफ्नो पैसाले गरिब जनता किनेर बच्चालाई दिन्थ्यो, पेन कलम। अगर त्यो पनि तपाईँले फ्री गरिदियो भने त जहाँबाट तपाईँले, जुन प्रिन्टबाट, जहाँबाट तपाईँले किताब छपाउनुहुन्छ भने त्यो मसिनवाला त फ्रीमा त छाप्दैन नि। त्यसलाई त सरकारले पैसा दिनु पर्यो नि त। सरकारले त पैसा दिन्छ। फाइनेन्स मिनिस्टरको हातमा बजेट हुन्छ, फाइनेन्स मिनिस्टर त पैसा दिन्छ नि। कहाँ कुन ठाउँमा कति पैसा लागत गर्नु पर्यो तपाईँहरूले अगर सहमत गरेर ल फलानु ठाउँमा कलेज बनाउनु पर्यो, फलानु ठाउँमा मेडिकल बनाउनु पर्यो भने बजेट पारित गर्यो भने त फाइनेन्स मिनिस्टरको हातमा हुन्छ। अगर कुनै चिज तपाईँहरू मेडिसिन मगायो भने त मेडिसिन कम्पनीलाई फाइनेन्स मिनिस्टर त पैसा पे गर्छ नि त। त्यो पैसा कसको हो? जनताको। र जनताको पैसा कहाँबाट आयो? रिमिटान्स र ट्याक्सबाट। जनताको पैसा, जनताको खुन पसिनाबाट कमाएको पैसाले तपाईँहरूलाई पनि स्यालेरी पाउनुहुन्छ, तपाईँको घर परिवार चलिरहेको हुन्छ, तपाईँको छोराछोरी पढ्छ, राम्रो कलेज स्कुलमा पढाउनुहुन्छ, इङ्ग्लिस बोर्डिङ स्कुलमा पढाउनुहुन्छ, इङ्ग्लिस मिडियम स्कुलमा पढाउनुहुन्छ। कसको पैसाले? जनताको पैसाले। यो कुरा दिमागमा हाल्नुपर्छ सबभन्दा पहिला। अनि भन्नुहुन्छ कि फ्री छ, अनि त्यही पैसा मेडिसिनवालालाई दिएर, देशकै पैसा मेडिसिनवालालाई दियो, मेडिसिन ल्याएर स्वास्थ्य चौकीमा राख्यो, सरकारी अस्पतालमा राख्यो, भन्छ स्वास्थ्य फ्री छ। फ्री के हुन्छ? यो मात्रै भ्रम छ मान्छेको र जनताको पनि। धेरै नजान्ने नबुझ्ने मान्छेलाई भ्रम छ कि सरकार सबै चिज फ्रीमा दिन्छ। आज जुन सरकारको लोन छ, एकजना माथि कम्तीमा 1 लाख रुपियाँ एकजना व्यक्ति, एक नेपालको
एक व्यक्ति प्रति 1 लाख रुपियाँ जति लोन छ। 99,000 रुपिज नेपाली लोन छ। त्यो लोन के नेता र संसद मन्त्रीहरूले तिर्छ त लोन। त्यो लोन भनेको त्यो देशको ऋण भनेको तपाईहरुलाई सरकार पनि बनाउनु, मन्त्री पनि बनाउनु, तर देशको ऋण पनि तपाईहरुले खाएको भ्रष्टाचार गरेको पनि पैसाको ऋण जनताले तिर्नुपर्छ। ऋण भनेको हामी आम नागरिक तिरिराखेको छौँ। विदेशमा खाडी मुलुकमा दाजुभाइ दिदीबहिनी आफ्नो घर परिवार पाल्नको लागि जुन पसिना बगाइरहेको छ नि, त्यो रिमिटान्सबाट तपाईहरुको पनि गोजी प्याकेट विकास चलिरहेको छ। अनि त्यो पैसाले तपाईहरुलाई स्यालेरी मिल्छ। जनताको ट्याक्सबाट पैसा मिलेको ट्याक्सबाट तपाईहरुको कति कति घर परिवार चल्छ र सरकार चलिरहेको छ। अनि तपाईहरुले भन्छ कि यो फ्री छ त्यो फ्री छ। फ्रीमा त केही छैन। तपाईहरु मसिनै ल्याउनु भयो भने, सरकारी अस्पतालमा मसिनै ल्यायो भने के मसिन फ्रीमा दिन्छ कुनै कम्पनीले? त्यो कम्पनीलाई पैसा दिनु परेन? सरकारले पैसा दिनु परेन? नेपाल सरकारले त पैसा तिर्छ। तर नेपाल सरकारको पैसा त्यो बजेट कहाँबाट आयो? पैसा कहाँबाट आयो? पैसा कहाँबाट आयो? नेपाल सरकारको चाहे कुनै मन्त्रीको पैसा कहाँबाट आयो? नाना घरबाट या बाउ घरबाट? त्यो पैसा त जनताको ट्याक्सबाट, रेमिटान्सबाट आएको पैसा हो नि त। त्यो जनताको पैसा हो नि त। जनताको पैसा त त्यहाँ गयो नि अस्पतालमा। बात त बराबरै हो नि त। अनि तपाईहरुले भन्छ फ्री सुविधा छ, फ्री स्वास्थ्य छ, फ्री शिक्षा छ भन्नुहुन्छ। ठुलो कुरा लगाउनुहुन्छ। नबुझ्ने मान्छेको सोच हो। फ्रीमा केही मिल्दैन। आवाज उठाउनु पर्छ। देशकै पैसा छ भने राम्रो सिस्टम हुनु पर्यो। सिस्टम राम्रो पर्नु पर्यो। सबैमा भेदभाव हुनु पर्यो। नेताको छोरा होस्, गरिब आम नागरिकको छोरा होस्, जनताको छोराछोरी होस्, चाहे कुनै भिखमंगाको छोराछोरी होस्, चाहे गरिब मान्छे होस्, चाहे ठुलो मान्छे होस्, मान और सम्मान दुईटैको बराबर मिल्नु पर्यो र कानुन र पुलिस और प्रशासन दुईटैको लागि बराबर काम गर्नु पर्यो। टाइममा काम गर्नु पर्यो। उसको लागि काम गर्ने, गरिबको लागि नकाम गर्ने, यस्तो भेदभाव हुनु परेन। फ्रीमा त केही पाउँदैन। कतै पनि फ्रीमा केही पाउँदैन। र बजेट पनि देश चलाउनको लागि पैसा पनि पुगेन भने चाइनासँग, इन्डियासँग, अमेरिकासँग, दुबई, कतार, बहरैन, ओमान यिनीहरूसँग पनि सहयोग गर्छ, पैसा दिन्छ। अनि लोन पनि लिनुहुन्छ। त्यो लोन कसले तिर्छ त? त्यो नेपालले बस्ने संसदहरू जुन कुर्सीमा बसेर आफ्नो जनताको ट्याक्सबाट स्यालेरी लिन्छ तिनीहरू तिर्छ लोन त? जनताले ऋण तिर्छ। जनताले आफ्नो ट्याक्सबाट, आफ्नो रेमिटान्सबाट, उनीहरूको खुन पसिनाको कमाइले आम नागरिक, आम जनताले देशको लोन तिरिराखेको छ। यो कुरा पहिला माननीय मन्त्रीहरू दिमागमा बसाउनु पर्यो। मन्त्री बनेपछि ठुलो कुरा गर्छ। मन्त्री भइसकेपछि ओहो माननीय भयो म, त्यस्तो चल्दैन। अब जुन पुरानो थियो हामीले पुरानोलाई सफा पार्यो। यही कारण थियो, यही वजह थियो कि हामी पनि चेन्ज र चाहन्थ्यो कि परिवर्तन देशमा होस्। आम नागरिकको दुःख राष्ट्रिय स्वतन्त्र पार्टी बुझ्नुहुन्छ भने हामीलाई आशा नै विश्वास छ। रवि लामेछाने र बालन शाहप्रति हाम्रो विश्वास छ। र बालन शाहज्यू काम गरेकै छ। हामी देखेको छ एउटा मेयर भएर त्यो काम गरेछ। त्यही अपेक्षा छ हाम्रो र त्यही धारणा छ कि अवश्य पुरानो भन्दा नयाँ केही न केही अवश्य गर्छ भन्ने हामीलाई आशा छ। र यो कुरामा चाहिँ चाँडो भन्दा चाँडो सुधार आउनु पर्यो। अगर तपाईँ तत्काल केही गर्न सक्नुहुन्छ भने तत्काल स्वास्थ्य र शिक्षामा परिवर्तन ल्याउनु। अर्को कुरा नगरपालिका र वाडामा परिवर्तन ल्याउनु। टाइममा आउनु पर्यो। वार्ड अध्यक्षहरू, मेयरहरू, उपमेयरहरू, सरकारी कर्मचारीहरू, नेताहरू आफ्नो अफिसमा बस्नु पर्यो टाइममा। यो होइन कि आयो लेटमा आयो, 2 घण्टा पछि 3 घण्टा पछि बाटोमा छु आएन, एक दिन आयो एक दिन आएन, नोटिस टाङ्दियो, आज छुट्टीमा छु, बिमार छु, यस्तो छु। हुन्छ बिमार, नहुने कुरा होइन। मान्छे बिमार हुन्छ। हरेक मान्छेको ह्युमिनिटी हुन्छ बिमार कहिलेकाहीँ। कुनै वार्ड अध्यक्ष, कुनै नेता मन्त्रीहरू त के गर्छ, फिङ्गर मारिदिन्छ, आफ्नो बुरामा गएर बसेको हुन्छ। केही काम पर्यो भने जनता उसको घरमा जान्छ साइन गराउनको लागि, सिग्नेचर गराउनको लागि। कति वार्ड, एउटा सिम्पल वार्ड अध्यक्ष, एउटा सिम्पल वार्ड जसको केही कायद छैन, त्यसको दुरामा जान्छ मान्छेहरू साइन गराउनको लागि। त्यो वडा कार्यालयमा बस्दैन, नगरपालिकामा मेयर बस्दैन। त्यो कुरामा चाँडो भन्दा चाँडो सुधार आउनु पर्यो। हरेक वार्डमा, हरेक जिल्लामा, हरेक क्षेत्रमा यो चिजमा पहिले संसद दलहरू र नेता मन्त्रीगणहरू र यो सरकारसँग हाम्रो यही अपेक्षा छ। हस्त जय नेपाल।
जय घन्टी। हामी सम्पूर्ण घन्टीमै छौँ र घन्टीलाई मत दिएको छौँ। यसपालि हामीले इच्छा गरेका छौँ तपाईहरू जनताको आशा र भरोसालाई मन